यो टुरमा चाहिँ हामी दाससँग आइपुग्यौँ। हेलो दाई, कस्तो भइरहेछ टुर हाम्रो? ल हाम्रो हेटौडाको एकदम ह्यान्डसम हङ्क एलिजिबल ब्याचलर दासढुङ्गामा आयौँ। अब यहाँ ब्ल्याक कफी खाने अनि यहाँबाट चाहिँ अब हाम्रो गोर्खा जाने प्लान छ। दिपक भाइ चाहिँ म है फोटो भिडियो खिच्ने। हेलो हेलो हेलो, कस्तो भइरहेछ टुर? टुर एकदम आनन्द, मौसमले पनि एकदम हामीले साथ दिएको छ। के छ प्रतिक्रियाहरू? एकदमै रमाइलो छ। अनप्लानको बिचमा फेरि प्लान हुँदै आज हाम्रो डेस्टिनेसन चाहिँ चेन्ज भयो। अब बाह्रसिङे जाने भनेको आज हामी गोर्खा जाने भयो सुरुमा। लेट्स सी, अझ रमाइलो गर्दै जानेछौँ। थ्याङ्क यू। मायाको जालमा बिना कुनै सिक्युरिटी सेफ्टी चाचा अहिलेसम्म म त्यो उसमा चढेर गएको छैन, केबल कारबाट। ऐतिहासिक नगरी गोर्खामा स्वागत छ। हामी अहिले गोर्खा जाने वेमा यहाँ भात खानालाई खाना खानको लागि यहाँ रोकेका छौँ गाडी। यहाँ तल यहाँ मर्साङ रिभर। मुनाको यादमा बेग्र प्रतीक्षामा रहेका एक मदन, जो चाहिँ यी दिनहरू सम्झेर बसिरहनु भएको छ। आशा छ उहाँको मुना छिट्टै भेट्नु होला। के भन्छ थाहा छ? के भन्दैछ? तपाईँलाई थाहा छ त? मलाई थाहा छैन। यसलाई चाहिँ ओदान भन्छ है। बुझ्दैन। ओदान चाहिँ दाउराहरू तल राखेर भाडा अड्याउनलाई बनाएको। नमस्कार सबैमा, म मुस्तफा अन्सारी। आज हामी आएको छौँ हाम्रो यो लोकल के कुरा धरौदी रिभर रिसोर्ट। धरौदी रिभर रिसोर्टमा अन द वे टु गोर्खा। हजुर, अन द वे टु गोर्खा। अन द वे टु गोर्खामा यहाँ चाहिँ हाम्रो साउजीले चाहिँ एकदम साह्रै मिठो खाना खुवाउनु भयो। त्यसको लागि उहाँलाई हृदयदेखि धन्यवाद। साथै हामी आज खाना खाएको चाहिँ यो चुलोमा त होइन, तर भित्रैको चुलोमा, तर स्वाद चाहिँ त्यति नै मिठो आएको छ। सर, हजुरलाई के लाग्यो त यहाँ खाना खानुभयो आज? खाना चाहिँ एक्सपेक्टेसन भन्दा नि धेरै मिठो, धेरै राम्रो, घरमै खाएको वाला फिलिङ थियो। यतिको खाना प्योर खायो भेज खाना। यतिको खाना खायो पेट चाहिँ बिग्रिँदैन हाम्रो ट्रिपहरू। खाना भनेको यस्तै नै खानुपर्छ सदाबहार। ल, चिया खानु छ भने आउनुहोस्। चिया स्पेसल स्पेसल चिया छ यहाँ। 14 वर्ष विदेश बसाएको लाइफ मारेर अहिले गोर्खामा एउटा सानो एउटा चाहिँ सुरुवात गरेको छु। जलेर आज धरानी भो सबै, मन जलेर आज बिरानी भो कठै। शहीद स्मृति गेट। बनाएको हुन्छ नि L50 नेटा फोन गरेर गोर्खा दरबार। कति बखरी 1,20,000 को हो त्यो। होला, त्यही त हो नि। यहाँ पानी परेको अवस्था। हेलो हेलो, हिजोको अवस्था है? क्रिटिकली पानी पर्यो। भिडियो हुँदै। धेरै बजेर श्री गुरु चरण सरोज निज मनु मुकुर सुधारी सुमिरौ पवन कुमार
बलबुद्धि विद्या देहु मोहि हरहु कलेश विकार। हामी अहिले गोर्खा दरबार आइपुगेका छौँ। पानी परेर धेरै चिसो छ। वेलकम टु गोर्खा। गोर्खा दरबारको सिँढीमा हाम्रा न्याय नपाए गोर्खा जानु भन्ने किंवदन्ती अनुसार हामी न्याय माग्न उहाँसँग गोर्खा आएका छौँ। हामी फाइनली गोर्खा प्यालेस आइपुग्यौँ। माथि धेरै चिसो छ। है यो हाँगामा फ्रिज भइसक्यो। चप्पल जहाँ जहाँ खाली ठाउँ छ फ्रिज भइसक्यो। अनिललाई कस्तो भइरह? एकदम रमाइलो भइरहेको हामी न्याय लिन आएको सास लिएर हो झनै न्याय लिनै नपाएको। न्याय लिन आएको होइन। शाहको रुम बर्थ प्लेस उहाँ जन्मनुभएको त्यही हो। मन्दिरहरू छ। 4 बजिसकेको छ अहिले। यहाँ गोर्खा सिटी भ्यू, यहाँ मन्दिर। गोर्खा दरबारभित्र यहाँ तोप, श्री घन्टी। माथि अर्को एउटा गढी